मुद्दा हाल्यो आमा तपाईले छोराले? अंशबण्डको मुद्दा हाल्यो। अनि मैले भने सबै लैजा, मेरो प्यान्टी पनि मुखाडी लैजा, यो साडी धोती लैजा, यो चोला तेरो बुढीलाई लैजा, के लानुपर्छ सबै लैजा। अनि माइतीले दिएको सुन पनि बेचिदियो, तो आइमाईलाई खुवायो, मलाई पनि ठगेर बुसु बुसु बाहिरी खुवाउँदो रहेछ। मैले जानिनँ, पढेको छुइनँ, यो पैसा पनि म साँच्चै पनि चिन्दिनँ। अनि यस्तो गर्न लाउँछ, यस्तो गर्न लाउँछ, यत्रो फाइल छ, यति बाक्लो। अनि लोकसेवा पढाएँ 3-4 वर्षमा, सुब्बा पदमा बनाएँ। अनि मलाई पनि निकालो, बुहारी मेरो माइतीले बिहा गरिदिएको थियो, बुहारी पनि निकालो। तपाईलाई घरबाट निकाल्दिएको हो? होइन, मेरो घर थर छैन, कहीँ पनि घर। त्यही छोरो पढाउनाले मैले घर बनाउन सकिनँ। जिल्ला अदालतमा नाम निस्केको, त्यहीबाट सुब्बा पदमा छ है, निजामती छ। छोरी छैन, छोरी भए त मलाई यसरी हिँड्नु नि पर्ने थिएन होला। श्रीमान नभएपछि त्यो छोरो जिउमा थियो। 1.5 महिनाको पेटमा हुँदा मेरो सासूले दिनु भएन, बस्न गरी खान दिनु भएन। सासूले पनि तपाईले निकाल्दिनु भयो? साह्रै दुःख पाउनु भयो? बिनाको बुहारी राख्दिनँ। अनि नोकर बसेँ। भत्ता आउँदैन, भत्ता पनि आउँदैन। एकल महिला पनि भएन। अब श्रीमानको क्रिया भित्र अब जस्तै एनपीएल गेम भइसकेपछि त यहाँ एकदमै तपाईँ पसलमा बस्नु भएको छ, के छ? मैले 200 को पनि सामान बेचेको छुइनँ। यो एक किरेट ल्याएको, यी जतिको तति छ, 30 वटा हुन्छ एकमा, यति नै छ। कसैले किनेन? 2टा चुरोट बेचे, यति हो। अनि 10 रुपियाँको यो मेगा बेचे, यो खोलेको मात्रै छ, हेर्नु मेरो बिकेको छैन। बिकेको छैन है? अब एनपीएल अर्गन बेचे 12 वटामा, अब 4 वटा छ एक किरेटमा। यति पानी त बेच्नु भएछ नि त? भरेलाई भात खान आयो। भात खान आयो है? पानीबाट 5 रुपियाँ आउँछ, भात खान आउँछ। जस्तै अब यहाँ अब एनपीएल अर्गनाइज भएपछि, यो गेम बनाएपछि अनि मान्छेहरू धेरै आएर तपाईँहरूले बेच्न पाउनु भएको छ। अब आज आएको गाउँ गएको। कस्तो के भनेर राम्रो धन्यवाद भन्न चाहनुहुन्छ कि यो गेम बनाइदिएर हामी? भरे बेलुका 1-1 रुपियाँ एउटा जिनिस बेच्दा 1 रुपियाँ आयो भने भरे बेलुका चामल भात खान पायो। हामी काम बुढाबुढी हो, काम गर्न दिँदैन, सकिन्न, दिँदैनन्। यो बुढी चिप्लेर लडी भने यो हामीले बाजुन्जेली पाल्नुपर्छ भनेर दिँदैनन्। काम दिँदैनन् है? दिँदैनन्। अनि तेरो म लुगा धोइदिन्छु भन्दा पनि दिँदैन। कस्तो जमाना। फुल गर्न पनि दिँदैन, घर बढाउन दिँदैन, केही पनि गर्न दिँदैन। यहाँ आएर पनि धेरै बेच्नु भएको छैन? यति बेच्यो त्यति हो। 30 वटा जतिको तति छ। 2टा चुरोट बेचेँ, यो 10 रुपियाँको बेचेँ। पानी 4टा छ, 12 वटा हुन्छ, यति बेचेँ। भरेलाई पानीबाट खाना आउँछ। भरेलाई पानीबाट खानालाई पुगाउनु भयो? 50 रुपियाँ एक दिनमा कमाएँ भने मलाई बिहान बेलुकालाई पुग्छ खानालाई। 50 रुपियाँ भयो भने तपाईँले बिहान बेलुकालाई पुग्छ? मरिँदैन। आधी किलो चामल आउँछ नि त। यहाँ को बस्नुहुन्छ आमा? मेरो परिवारमा एउटा सन्तान जन्माएको मैले। 1.5 महिनाको भुँडी हुँदाखेरि बाउ हिँडेको 40-41 सालमा। अनि त्यो जीवनभरि मैले ढुङ्गा माटो गिटी बोकेर छोरो पढाएँ। कति पढाएँ भन्दाखेरि डिग्री पास गराएँ, थेसिस पास गराएँ, 11-12 को लाइसेन्स टिचरमा पढाउन पाइन्छ भनेर पढाएँ। 2टा साडी बाँध्थेँ, अर्काले दिएको, आफू त कहाँ किन्न सक्ने। अनि त्यति गरेर छोरो पढाएँ। अनि लोकसेवा पढाएँ 3-4 वर्षमा, सुब्बा पदमा बनाएँ। अनि मलाई पनि निकालो, बुहारी मेरो माइतीले बिहा गरिदिएको थियो, बुहारी पनि निकालो। छोरी 2टा छन्, आफ्नो अनुहारका छोरी छन्, बाउका अनुहारका छोरी छन्। अनि बुहारीलाई त गोडा पाचक मुद्दा। कस्तो अपराधी, के जन्माएँ मैले, के पाप गरेँ। अनि मलाई पनि यो कोरोना अघि निकालिदिएको छैन। तपाईँलाई घरबाट निकालिदिएको? घरबाट होइन, मेरो घर थर छैन, कहीँ पनि घर। त्यही छोरो पढाउनाले मैले घर बनाउन सकिनँ। अनि मैले घरबाट प्रसादी पनि लिएको छैन, दिनु भएन। अब श्रीमान नभएको श्रीमतीलाई दिँदा रहेनछन्, यो चलन यस्तो रहेछ। अनि अब दुःख गरेर पढाएको छोराले निकाल्यो। अब मुद्दा हालेको छ, मुद्दा 5 वर्ष आफै मुद्दा हाल्यो, आफै पैसा खुवायो, आफै मुद्दा जित्यो। अनि त्यो बुहारीलाई केही नदिने बनायो। बुहारीलाई त नदियोस्, उसको 2टा बच्चा छ, छोरी छ। अनि यहाँ कहाँ बस्नुहुन्छ अहिले? अहिले कता? फतेपुरमा बस्छु। म बसेको भुइँचालो भन्दा 4-5 वर्ष अगाडि। घर भाडामा रुम रेन्टमा बस्नु? 3000 तिर्छु।
यही टियुमै आएर बेच्नुहुन्छ कि अन्त पनि कहीँ गर्नुहुन्छ? बेच्न पाइँदैन, यो क्रिकेटमा बेच्न पाइन्छ, बेच्न पाइँदैन, गाडो राखेको छ यहाँ। अनि लुकेर बेच्छु, जङ्गल जङ्गल लुक्दै बेच्छु, अनि बाँच्नु त पर्यो। आमा मलाई मेरो आगो बल्दैन सबैभन्दा, बेच्न पाइँदैन। सरकार पापी हुनु भएको छ। अब वीरेन्द्र राजा मरिहाले, त्यो मरेपछि हामीले भोकमारी न त हामी हजुर खान पायौँ, अलिकति ठाउँ दिनुहोस् भन्दा त हामी त काम गरेर, जस्तो म जस्ताले एउटा मकै पोल्ने भयो अथवा यति ठाउँ आफ्नो फोहोर आफूले सफा गर्ने पैसा तिरेको छ नि त कोठा भाडामा, त त्यति गरे अलिकति बस्नु पाए कुनै जङ्गलभित्र बाँच्न सजिलो हुन्थ्यो। एक्लै बस्नु भएको छ अहिले? एक्लै कति वर्ष भयो? धेरै। कति वर्षको हुनुभयो आमा तपाईँ? मेरो नागरिकता बिगारिदिएको छ, यो नागरिकता बनेन। श्रीमानको नागरिकता ले भन्छ, अब श्रीमान 40 सालमा हिँडेको कहाँबाट ल्याउने? जस्तै अब कति वर्ष हुनुभयो तपाईँलाई यस्तो भन्दाखेरि यताउति हुन्छ नि त? 14 सालको हुँ। नागरिकता चाहिँ 20-22 सालको छ। भत्ता आउँदैन मेरो। भत्ता आउँदैन? भत्ता पनि आउँदैन? एकल महिला पनि भएन, अब श्रीमानको क्रिया भएको छैन। श्रीमानको क्रिया नभएको र एकल महिला पनि भएन? छोराले पनि तपाईँले निकालिदिनु? ऊ केटीमा लागेर, भालुमा लागेर, अङ्ग बेच्ने महिलामा लागेर त्यो बुहारी पनि निकाल्यो। बुहारी त निकाल्नु लो ठिकै छ, उसको छोरीलाई पनि 5 पैसा दिँदैन। एउटा 12 वर्षकी भई, एउटा 3 वर्ष बाट 4 लागे, अनि मुद्दा हाल्यो। यस्तो दुःख बनाइदियो के यो हामी महिलाको दुश्मन महिला हुन्छ। यो महिलासँग बोल्न मुन लागेको कहाँ हो त? हामीलाई अधिकार चाहियो भन्नुहुन्छ। हेर्नु, अब छोराछोरीलाई 1 रुपियाँ नदिने, पैसा खुवाएपछि जिल्ला अदालतमा नाम निस्केको, त्यहीँबाट सुब्बा पदमा छ है, निजामती छ। छोरी छैन। छोरी भए त मलाई यसरी हिँड्नु नि पर्ने थिएन होला, भोको पनि बस्नु पर्ने थिएन होला। अब छोराले त अर्को हाम्रो जाति बरु विश्वकर्माहरू ल्याइदिएको भए हुन्थ्यो। यो बङ्गाली हो कि म्यानी त भगवान् जाने है, उपरवाला माथि भगवान् जान्दछन्। त्यो ल्याएर अनि हामीलाई मुद्दा एउटा दोडा होइन, बुहारीलाई त 5वटा कति। अनि बुहारीलाई के भन्छु म भन्दाखेरि, बुहारी सहनु पर्छ, सहेको शुद्ध छ, हाम्रोमा धर्म छ, जे बोले पनि बोलोस्। सबै यो भगवान्ले सबै पछि विचार गर्नुहुन्छ। सहनु पर्छ है, हामी छाती ठुलो बनाउनु पर्छ, सहनु पर्छ। बुहारीलाई त्यो आधार दिन्छु। साह्रै दुःख छ आमा, साह्रै दुःख छ। बुहारीलाई दुःख भयो, बुहारीलाई खर्च नदियो भने बुहारीका त हात खुट्टा छन् त, सरकारी बाउ छोरी अर्का घर राख्नु परेको छ। माओली छैनन्, गरिबको छोरी हो, बुढाबुढी छन्, 80-82 वर्षका, सम्झिँदैन बुढाबुढी छन्। अनि छोरो फटा भयो, बदमास भयो, यो कानन पापी भयो। काननले आफ्नो छोरीलाई कमसेकम महिनाको 100 रुपियाँसम्म त हालिदिनु, फिस तिर्दिनु। नै मेरो छोरी होइन भनेछ, त्यो महिलाले भन्न लगाएको छ। त्यो बङ्गाली भन्न चाहिँ राजवंशी भन्छ, गायत्री राजवंशी भन्छ। जहिले त मुद्दामा जिल्ला अदालतमा यस्तो, म त अनपढ छु, मैले केही जान्दिनँ, पढेको छुइनँ, यो पैसा पनि म साँच्चै पनि चिन्दिनँ। अनि यस्तो गर्न लाउँछ, यत्रो फाइल छ, यति बाक्लो। अनि एक दिन न्यायाधीशले बोलाउनु भयो, 4 वर्ष कति भइसकेपछि, अघि पैसाको बिटा पुर्याइराखेछ, भित्र खुवाइहालेको रहेछ। अनि किन छोरा बुहारी बाजे भन्यो, अनि के भन्यो, मैले छोरो पापी भयो भने, म त आफ्नो सत्य र धर्म छोड्दिनँ। अनि आफ्नो रगत फटा भइसकेपछि छोराले गरे है सबै यो? छोराले मुद्दा पनि धाउँदा तपाईँले नि मुद्दा हालेर छोराले? के मुद्दा हाल्यो आमा तपाईँले छोराले? अंशबण्डको मुद्दा हाल्यो। अनि मैले भने सबै लैजा, मेरो प्यान्टी पनि मुखाडी लैजा, यो साडी धोती लैजा, यो चोला तेरो बुढीलाई लैजा, के लानुपर्छ सबै लैजा। मैले घरको प्रसादी लिएको छैन। मेरो देवर छन्, देवरानी छन्, म धरती माता पोलेकी बुहारी हुँ। मेरो सासू ससुरा मरे, म
मलाई निकालेको त म शिरमा नभएपछि त्यो छोरो जिउमा थियो 1.5 महिनाको पेटमा हुँदा मेरो सासूले दिनु भएन बस्न गरी खान दिनु भएन सासूले पनि तपाईले निकाल्दिनु साह्रै दुःख पाउनु भयो बिनाको बुहारी राख्दिनँ त्यही भन्नु अनि नोकर बसेँ